ल साथी हो, अब फेरि हामी आइपुगिसक्यौँ होइन। अब हामी थ्योरम 3 लिएर आएका छौँ। थ्योरम 3 भनेको कुनै कुनै बुकमा थ्योरम 4 पनि हो है, बुक हेर्नु होला होइन। योभन्दा अगाडिको भिडियो हेर्नु भएको छैन भने हेर्नुहोस्, सबै रमाइलो पनि छ, एकदम क्लियर कन्सेप्ट छ। आजको हाम्रो चाहिँ यो लगभग लगभग थर्ड भिडियो, फोर्थ भिडियो हो होइन। योभन्दा अगाडिका भिडियोहरू चेक गर्नु होला। अनि अर्को कुरा चाहिँ के छ त भन्दा आज पढ्नुपर्ने कुरा के हो त? आज पढ्नुपर्ने कुरा के हो त भन्दा ट्रायङ्गल्स स्ट्यान्डिङ अन सेम बेस, एउटै बेसमा बसेका ट्रायङ्गल्सहरू, ट्रायङ्गल होइन, ट्रायङ्गल्स एउटा भन्दा ज्यादा ट्रायङ्गल होइन। ट्रायङ्गल्स स्ट्यान्डिङ अन सेम बेस, एउटै बेसमा बसेका, इन बिट्विन सेम प्यारल लाइन्स, एउटै प्यारल लाइनभित्र बसेका ट्रायङ्गलहरू एरियामा इक्वल हुन्छन्, एरिया इक्वल हुन्छन् भन्ने कुरा पढ्नु पर्यो। र यो पढ्नलाई एकदम इजी, अहिले हिसाब गर्न थालेको कतिखेर सकिन्छ टुङ्गाउँदैन है। तर त्योभन्दा अगाडि तपाईँलाई के कुराको जानकारी हुनैपर्छ त यो पढ्नलाई भने एउटा लाइन, एउटा प्यारल लाइन्सभित्र बनेको प्यारालिलोग्राम के प्यारालिलोग्राम र यहाँ मैले एउटा प्यारालिलोग्राम बनाइदिएँ। प्यारालिलोग्राम र ट्रायङ्गलको सम्बन्ध के ट्रायङ्गलको सम्बन्ध छ भने यो ट्रायङ्गलको सम्बन्ध चाहिँ, यो ट्रायङ्गल चाहिँ जहिले पनि यस्तो प्यारालिलोग्रामको हाफ हुन्छ, आधी हुन्छ। जस्तो मानौँ यो प्यारालिलोग्राम चाहिँ 10 सेन्टिमिटर स्क्वायर छ भने ट्रायङ्गल चाहिँ 5 सेन्टिमिटर स्क्वायर हुन्छ। यो कुराको जानकारी तपाईँलाई थाहा हुनुपर्छ। यो कुरा योभन्दा अघिल्लो भिडियोमा छ, हेर्नु होला है त। ल ओके साथी हो, अब हामी सुरु गरौँ ल। अब एकदम इजी छ, केही पनि छैन है। त्यसको लागि हामीले केही गर्नै पर्दैन, एकैछिनमा प्रुफ भइहाल्छ होइन। ल ठिक छ, त्यसो भए पहिला सुरुमा त क्वेसन पढ्ने, क्वेसनको आधारमा फिगर बनाउने, फिगरको आधारमा गिभन लेख्ने, अनि प्रुफ सुरु गर्ने ल है त। ओके ल म फेरि आएँ क्वेसनमा। ट्रायङ्गल्स स्ट्यान्डिङ अन सेम बेस, ट्रायङ्गलहरू एउटै बेसमा स्ट्यान्ड भएको, एउटै बेसमा बनेको, बेसलाई त बिसी होइन, बेसलाई बिसी, नाम चाहिँ जे राख्यो पनि हुन्छ। यहाँ बेस राखिदियो, पिक्यू राखिदियो भने यहाँ पिक्यू नै लेख्ने, एसटी राखिदियो भने एसटी नै लेख्ने, एमएन राखिदियो भने एमएन नै लेख्ने। यो मैले भनिरहनु पर्दैन, थाहा छ है। ल बिट्विन सेम प्यारल लाइन्स र एउटै प्यारल लाइनभित्र बनेको, यो र यो प्यारल लाइन भयो। ट्रायङ्गलहरू चाहियो। हिजोको क्वेसनमा प्यारालिलोग्राम र ट्रायङ्गल थियो, आजको क्वेसनमा ट्रायङ्गलहरू मात्रै छ भनेपछि एउटा ट्रायङ्गल बनाइदिउँ यतापट्टि, यो एउटा ट्रायङ्गल, यतापट्टि एउटा ट्रायङ्गल बनाइदिउँ, यो एउटा ट्रायङ्गल इसिआरले, यो एबिसी ट्रायङ्गल, एउटा बिसिडी राखिदिउँ न त। ल ओके बिसिडी है, ठिक छ, दुईटा हो। अझ मजाको फिगर बनाइदिन्छु है त, म यही कुरा बनाइदिन्छु है यहाँ हेर्नुलाई, अझ ढल्काएर मजाको चटक्क परेको के। ल बिसी लाइन, यो प्यारल लाइन भयो, ओके। अब यो प्यारल लाइन भयो, बेस बिसी भयो, यसलाई बेस भनिदिने, यो चाहिँ बेस हो है, यो बेस बिसी भयो। यहाँबाट एउटा यहाँनिर ट्रायङ्गल बनाइदिउँ ल। यहाँ हेर्नुहोस्, यहाँ एउटा पोइन्ट लिएर मैले ट्रायङ्गल बनाइदिउँ है, यसलाई ए भनिदिउँ, यताकोलाई अलिकति यतापट्टि बनाइदिउँ, यहाँनिर बनाइदिउँ, यसलाई डी भनिदिउँ। दुईटा ट्रायङ्गल आयो नि, एबिसी र बिसिडी अथवा डिबिसी, दुईटा ट्रायङ्गल भयो कि भएन? ओके, यो चाहिँ भयो हाम्रो दुईटा ट्रायङ्गल क्वेसनको आधारमा बनाएको। अब लेख्नु पर्यो गिभन। ल गिभन लेखिदिने, यति सजिलो छ। यहाँ न दुईटा ट्रायङ्गल बनायौँ हामीले, ट्रायङ्गल एबिसी एन्ड ट्रायङ्गल जे गऱ्यौँ त्यही त हो नि, डिबिसी, यिनीहरू दुईटै केमा छन्? आर स्ट्यान्डिङ अन केमा? सेम बेसमा, सेम बेस बिसीमा, दुईटैको बेस एउटै छ, एन्ड सेम प्यारल लाइन्स, कहाँ छन् त? सेम बिसी प्यारल टु एडी लेखिदिनु भयो, काम पुगेको। ल यो प्यारल लाइन्स भनेर देखेको छ है। ल यो चाहिँ भयो क्वेसनको आधारमा बनाएको के त भन्दा गिभन है। पहिला क्वेसन पढ्न सिक्ने, अनि फिगर बनाउने, त्यसको आधारमा गिभन लेख्ने, केही समस्या छैन। अब जाउँ टु प्रुफमा। के प्रुफ गर्ने त है? प्रुफ गर्ने चाहिँ के छ? यहाँ चाहिँ आर इक्वल इन एरिया, यो दुईटा ट्रायङ्गललाई इक्वल प्रुफ गर्नुपर्ने रहेछ क्या, बराबर है। ल त्यसै इक्वल इन एरिया भनेपछि त ट्रायङ्गल एबिसी इक्वल्स टु ट्रायङ्गल डिबिसी, यसरी इज इक्वल टु लेख्नु भने चाहिँ कङ्ग्रुएन्ट बुझिन पनि सक्छ क्या। त्यही भएर ब्राकेटमा के लेखिदिने?
इन एरिया लौ जाओ सक्यो नि त। अब कन्फर्म ग्यारेन्टी भयो कि भएन एरिया हो भनेर हैन। ल यो चाहिँ भयो टु प्रुफ गर्ने कुरा। यो दुईटा ट्रायंगललाई के गर्नु छ एरियामा इक्वल प्रुफ गर्नु छ। अब यसरी सोचौं है, हामीले यो भन्दा अगाडि प्यारालिलोग्राम र प्यारालिलोग्राम एउटै बेसमा छन् भने इक्वल हुन्छ पनि पढ्दैछ, त्यो पनि हामीलाई थाहा छ। अर्को कुरा पनि पढाएको छ, यदि प्यारालिलोग्राम र ट्रायंगल छ भने प्यारालिलोग्रामको हाफ चाहिँ ट्रायंगल हुन्छ भनेर पनि पढाएको छ, त्यो पनि पढाएको छ हैन। अनि अर्को कुरा पनि हामीलाई थाहा छ, डायगोनल्सले हैन यो प्यारालिलोग्राम छ, प्यारालिलोग्रामलाई डायगोनलले के गर्छ आदिमा काट्छ भनेर पनि पढाएको छ है। हामीले यो तीनटा कुरा पढाएको छ। त्यसो भए सबै कुरा प्यारालिलोग्रामसँगै सम्बन्ध राखेको छ भने आज हामी कन्स्ट्रक्सन गर्दा पनि एउटा प्यारालिलोग्राम बनाइदिउँ न त। यहाँ जस्तो मानौँ एबिसी यो सिडीसँग मिल्ने गरी प्यारालल हुने गरी सिडीसँग प्यारालल हुने गरी एउटा लाइन तान्दिउँ न। यहाँ सिडीसँग प्यारालल हुने गरी यो सिडीसँग प्यारालल हुने गरी एउटा लाइन तान्दिउँ न त। यहाँ एउटा बीसीडीई प्यारालिलोग्राम निक्लियो नि, निक्ल्यो निक्लेन? यस निस्क्यो। हेर्नुहोस् त निस्क्यो निस्केन है। बीसी र इडी प्यारालल अलरेडी छ, सिडीसँग बीई पनि प्यारालल बनाइदिउँ हामीले। भनेपछि कन्स्ट्रक्सनमा चाहिँ यहाँ कन्स्ट्रक्सनमा चाहिँ हामीले के गर्नु पर्यो त? कन्स्ट्रक्सनमा चाहिँ भन्दा कन्स्ट्रक्सनमा चाहिँ बीई प्यारालल टु सिडी प्यारालिलोग्राम बन्ने गरी हैन कन्स्ट्रक्ट गर्दिउँ। वेयर ई लेखिदिए पनि हुन्छ, वेयर बीसीडीई इज अ प्यारालिलोग्राम। यस्तो बनाइदिएछौँ क्या हामीले प्यारालिलोग्राम। सक्यो कार्यक्रम। यति किन? अरे ट्रायंगलसँग ट्रायंगल इक्वल गर्नुपर्ने छ। सर भन्दै हुनुहुन्छ यहाँ मास्टर सिकाउँदैछ प्यारालिलोग्राम बना भनेर, के होला यसको सम्बन्ध? अब प्रुफतिर लागौँ है। जहाँ बुझ्दैन त्यहाँ भिडियो पज गरेर 2 सेकेन्ड ध्यान दिनु, जानिहालिन्छ है। ल स्टेटमेन्ट र अब आयो रिजनको कुरा है त। ल रिजन है, ठीक छ। ल स्टेटमेन्ट र रिजन, स्टेटमेन्ट र रिजन है। ल पहिलो काम, पहिलो म यहाँ लेख्दै जान्छु, हो होइन अगाडि पढेको कुरा एकदम विचार गर्ने। ल 1 नम्बरमा, ठीक छ। अब यो के गरौँ त भन्दा यो हेरौँ एकचोटि। यो बीसीडीई प्यारालिलोग्राम र बीसीडी ट्रायंगलको रिलेसन हेरौँ। यो बीडी त डायगोनल भयो, यो प्यारालिलोग्रामको यो बीडी त डायगोनल भयो। डायगोनलले त प्यारालिलोग्रामलाई त आधी बनाइदिन्छ। यो ट्रायंगलको एरिया त यो प्यारालिलोग्रामको एरियाको ठ्याक्कै आधी हुन्छ। त्यसो भए ट्रायंगल बीसीडी इज इक्वल टु 1/2 प्यारालिलोग्राम बीसीडीई लेख्न पाइयो कि पाइएन? मजाले पाइयो। यो भन्दा अगाडि पढेको थ्योरम ठ्याक्कै यही थियो, एक्ज्याक्टली यही थियो है, सेम थियो हैन। ल त्यसो भए फर्स्ट थ्योरममै यो कुरा मैले कन्सेप्टमा पनि बताएको छु। के लेख्नु पर्यो त भन्दा डायगोनल बीडी बाइसेक्ट द प्यारालिलोग्राम है। डायगोनल बीडी बाइसेक्ट द प्यारालिलोग्राम एउटा काम। ओके। ल अब एकचोटि फेरि दोस्रो तरिकाले सोचौँ है त। ट्रायंगल यो बीसीडी ट्रायंगललाई बिर्सिदिनुस्, एकचोटि फोकस गर्ने, मजाले फोकस गर्ने यो प्यारालिलोग्राम र यो ट्रायंगलको कुरा। एबीसी ट्रायंगल पनि यही बेसमा छ, बीसी बेसमै छ। बीसीडीई प्यारालिलोग्राम पनि यही बेसमा बीसीमै छ। हामीले के पढाएको छ भने एउटै बेस छ र प्यारल लाइन पनि एउटै छ भने ट्रायंगल त जहिले पनि प्यारालिलोग्रामको हाफ हुन्छ। मतलब ट्रायंगल एबीसी पनि 1/2 प्यारालिलोग्राम बीसीडीई नै हुने रहेछ 2 नम्बरमा त हैन। के भन्नु पर्यो? ट्रायंगल एबीसी एन्ड प्यारालिलोग्राम बीसीडीई स्ट्यान्डिङ अन सेम बेस। हेर त सेम बेस, एउटै बेस भित्र छ। ओ कुन बेस त? बीसी हो कि हैन? हो कि हैन? होइन होला हो। ल हेरौँ है त्यसरी हो कि हैन। ट्रायंगल एबीसी को बेस पनि यही बीसी हो, यही छ। अब
प्यारालिलोग्राम BCDE को पनि बेस एउटै BC एन्ड लाइज अब दुईटै एउटै प्यारल लाइन भित्र पनि छ नि त लाइज बिट्विन के भित्र छन् BC प्यारल टु AD भित्र छन् यस हो एउटै प्यारल लाइन भित्र पर्ने ट्रायंगल र प्यारालिलोग्राम हुँदा ट्रायंगल जहिल्यै प्यारालिलोग्रामको हाफ हुन्छ फेरि एकचोटि भनौँ है एउटै बेस र एउटै प्यारल लाइन भित्र पर्ने ट्रायंगल जहिले पनि प्यारालिलोग्रामको हाफ हुन्छ योभन्दा अगाडि नै पढेको थियो ल यो दुईटै कुरा मिल्यो त्यसो भए 3 नम्बरमा अब कार्यक्रम सक्यो कम्पेयर गरी हेरौँ BCD पनि यही प्यारालिलोग्रामका आधी ABC पनि यही प्यारालिलोग्रामका आधी ओहो यस यस यो दुईटा त इक्वल भयो यो पनि यसैको आधी यो पनि यसैको आधी भएपछि त यसलाई बराबर भन्न पाइएन देयरफोर ट्रायंगल BCD इक्वल टु ट्रायंगल ABC ओके फ्रम स्टेटमेन्ट के लेख्ने अरे यस्तो हुँदा के लेख्ने अरे फ्रम स्टेटमेन्ट 1 and 2 कहाँबाट हेर्नु भएको त 1 र 2 बाट ल प्रुभ सकिएन त कुराकानी ल अल द बेस्ट है ल ठीक छ ओके अब हामी फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ ल थ्यांक यू अब यसलाई जस्तो अर्को एउटा तरिकाले पनि हेर्न सकिन्छ है मैले कुरा त सकिदिएँ हैन तर के चाहिँ हुन सक्छ भने काहीँ बुकहरुले यो बेसलाई एउटा हाइट राखेर के यो हाइट राखेर जस्तो मानौँ यहाँ हाइट राखिदिएर यो ट्रायंगलको एरिया पनि यही बेस इन्टु हाइट यो ट्रायंगलको एरिया पनि यही बेस इन्टु हाइट भएकोले गर्दा यो ट्रायंगल र यो ट्रायंगल इक्वल भयो जस्तो मानौँ यसलाई हाइट राखिदिउँ है त एच हैन यो एरिया अफ ट्रायंगल निकाल्दा के गर्नु पर्यो त भन्दा एरिया अफ ट्रायंगल ABC निकाल्न ट्रायंगल ABC को एरिया निकाल्न 1/2 बेस भनेको BC इन्टु हाइट भनेको यही हैन एच अब अर्को ट्रायंगलको एरिया निकाल्न ट्रायंगल BCD को एरिया निकाल्न 1/2 बेस भनेको BC इन्टु हाइट भनेको यही एच यसरी पनि प्रुभ गरेको भेटिन्छ यो चाहिँ फर्मुला लगाएर प्रुभ गरेको हो यसरी प्रुभ गर्न पनि पाइन्छ तर कहिलेकाहीँ क्वेशनले फर्मुला नलाइकन प्रुभ गर भनिदिएर पनि क्वेशन सोधेको भेटिन्छ के त्यही भएर तपाईहरुले यही कन्सेप्टमा पढ्नु भएको चाहिँ बेस्ट है त ल थ्यांक यू मैले यति कुरा पनि जोडिदिएँ